ओके ओहो हाम्रो यो चाहिँ नयाँ दोकान खोल्नु भएको होइन हजुर हजुर नमस्कार है नमस्ते के छ सन्चै हुनुहुन्छ तपाईँलाई थाहा थियो क्या यहाँ हामीले चाहिँ मैले चाहिँ अस्ति कहिले चाहिँ यो चाहिँ हाम्रो हामी नेपालीहरूको एउटा सामूहिक लगानीमा चाहिँ सिधै नै हामी ड्राई फ्रुट सप अब यसको नाम चाहिँ तपाईँलाई यसको नाम पनि तपाईँलाई भनिदिइहाल्छु त हाम्रो यो सपको नाम रहनेछ सरी एकछिनको टुरिस्ट प्लाजाभित्र तपाईँहरूले सम्पूर्ण ड्राई फ्रुट आइटमहरू पाउनुहुनेछ अरू केही ल ठिक छ तपाईँलाई चाहिँ नयाँ के अरे नयाँ सप यो चक्लेट उसको शुभकामना छ थ्याङ्क यू चाहिँ आउने दिनहरूमा उन्नति प्रगतिको कामना गर्छु म होइन हजुर यहाँ चाहिँ यसो क्यामेराम्यानलाई म भन्न चाहन्छु यसो क्यामेरा उता पनि घुमाएर यहाँ चाहिँ हाम्रो यो टुरिस्ट प्लाजाभित्र चाहिँ के छ भने हाम्रो टोटल्ली नेपालीहरूको सप रहेको छ इन्स्टलहरू ब्यागदेखि लिएर कपडाहरू मोबाइल सप र तपाईँको जुन क्रिमहरू तपाईँहरूले त्यहाँ देख्न सक्नुहुन्छ र माथि यो यसको माथि चाहिँ तपाईँको माथिल्लो तल्लामा चाहिँ फुल हाउस नेपालीहरूको फुल हाउस पनि रहेको छ र कृपया युएवासी नेपाली दाजुभाइहरू दिदीबहिनीहरूलाई चाहिँ हर्टली यहाँ हाम्रो चाहिँ यो सपमा स्वागत गर्न चाहन्छौँ र हाम्रो हामी नेपालीहरूले गरेको व्यवसायहरूलाई फुल्ली सपोर्ट गरिदिनु हुनेछ भन्ने पनि आशा आउने 1 तारिक आउँदै गएको 1 तारिक फेब्रुअरी 1 तारिकमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक स्वागत ओपनिङ ग्रान्ड ओपनिङ गरी सबैजना आइदिनु होला र हाम्रो ओपनिङलाई एकदमै खुलेर सपोर्ट गरिदिनु होला भन्न चाहन्छु हस्त धन्यवाद गाई जति पनि अहिलेसम्म सुन्नुभयो आउने दिनहरूमा उहाँले भनेको दिनमा ठ्याक्क आउनुहोस् गुबारा फोर्ने हो अनि राम्रोसँग चाहिँ ओपनिङ गर्ने हो हामी नेपालीको दोकान हो जय नेपाल थ्याङ्क यू सो मच साथ सपोर्टको लागि थ्याङ्क यू सो मच